सबैजनालाई हेर्नु सक्नुहुन्छ है। आज हामी आश्रममा आएको थियौँ है। आश्रममा यो हामीले यति सामानहरू लिएर आएको थियौँ है। यो हाम्रो गोर्खा विश्वकर्मा कामी ट्रस्टबाट है यति टिमहरू आएको थियो है। अरू टिमहरूले भ्याएन है, त्यही कारणले चाहिँ हामी आएको थियौँ। यहाँ हाम्रो निशा रसाइली दिदी बोल्नुहुन्छ है। नमस्ते सम्पूर्णमा हामी कामी ट्रस्टको तर्फबाट हजुरहरूलाई र आज हामी चाहिँ दावा एनजिओ जो कि द्वारिका मोडमा पर्छ, र यहाँ हामीले हर साल र हर टाइम जब हामीलाई यो उयोहरू गर्ने इच्छा हुन्छ हामी यहीँ आउँछौँ है। हामी यहीँको एनजिओलाई हामीले डोनेट गरेको छौँ र आज पनि हामीले त्यही सन्दर्भमा हामी यहाँ आएको है। यो एनजिओलाई हामी हाम्रो सानो सहयोग दिनको लागि, हाम्रो सानो सहयोगले ठुलो योगदान जान्छ है। हजुरहरू सबैलाई जसलाई पनि इच्छा छ, जसलाई पनि मन छ कसैलाई सहयोग गर्नु भन्ने दावा एनजिओमा आउनु सक्नुहुन्छ यहाँ सबैजना है। र हामी हर महिना यहाँ डोनेट गर्ने गरेको छौँ र सबैलाई यही बिन्ती नम्र निवेदन छ, यहाँ कसैले डोनेट गर्नु सक्नुहुन्छ। हमारे सर बैठे हैं। सर ये काफ़ी यूनिक प्रेस का धन्यवाद। आप बहुत समय पे यहाँ आते हैं और हमारे यहाँ जितने भी लोग हैं उनके लिए जिस तरह कोई कपड़े खाने की व्यवस्था करते हैं आप, तो आपके पूरे ग्रुप को सलूट है, धन्यवाद। ऐसे लगे रहिएगा और इसी तरीके से आप मदद करते रहें। नमस्कार। एक करके बढ़िया हाँ दीदी बिस्कुट दे नमस्ते माजी, देखो जुस दे दो। आ रहा है जा रहा है यस्तो छ कि भन्नु मलाई लाग्छ। राख्दो नीचे यो नीचे बेटा इधर इधर भुइँमा रहेछ। आश्रम आइपुग्यौँ है, हेर्नु सक्नुहुन्छ हेरेर है। लु सबले जुसहरू बाँडिदिनु केटाहरू। यहाँहरू यस्तो छ है, आमाईहरू नमस्ते नमस्ते नमस्ते। आप लोग ले कुछ लेके आए, हम लोग ने है ना, नमस्ते राम 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 के भन्ने यस्तै छ मान्छेहरू। यहाँ यहाँनिर बाँध्नु है सबै जुसहरू बाँड्दै गर्नु। जुस एकजनाले बिस्कुट एकजनाले गर्नु, त्यही ठिक हो।